के तपाईँको उमेर 30 वर्ष पनि पुगेको छैन तर तपाईँको कपाल फुल्न थालिसकेको छ? धेरैले यसलाई सामान्य रूपमा लिनुहुन्छ, तर कहिलेकाहीँ यो तपाईँको शरीरभित्र पोषणको कमी वा स्वास्थ्य समस्याको सङ्केत पनि हुन सक्छ। सामान्यतया उमेर बढ्दै जाँदा कपाल सेतो हुनु स्वाभाविक हो, तर 20 देखि 30 वर्षको उमेरमा कपाल सेतो हुनु अथवा कपाल फुल्नुलाई मेडिकल टर्ममा प्रिम्याच्योर ग्रेइङ भनिन्छ। यसको सबैभन्दा मुख्य कारण भनेको वंशानुगत अथवा जेनेटिक कारण हो। त्यस्तै अन्य कारणहरूमा नम्बर 1 मा छ भाइटामिन B12, भाइटामिन डी, आइरन, कपर, जिङ्क र फोलिक एसिडको कमीले। दोस्रो नम्बरमा छ लामो समयको तनाव र चिन्ता। तेस्रो नम्बरमा छ धुम्रपान। चौथो नम्बरमा छ पर्याप्त मात्रामा निद्रा नपुग्नु। पाँचौं नम्बरमा छ असन्तुलित खानपान। छैटौं नम्बरमा छ थाइरोइड रोग अथवा अटो इम्युन सम्बन्धी रोग भएमा। धेरैले सोध्ने अर्को प्रश्न, के फुलेको कपाल उखाल्दा अझ धेरै कपाल फुल्छ? यसको उत्तर हो होइन। यो एउटा भ्रम मात्र हो, तर जब तपाईँले धेरै कपालहरू उखेल्नुहुन्छ तपाईँको कपालको जराहरू कमजोर भने पक्कै पनि हुन सक्छ। अन्त्यमा कपाललाई स्वस्थ राख्नको लागि प्रोटिनयुक्त आहार खानुहोस्। हरियो सागसब्जी, दाल, दुध, दही, अन्डा, माछा, ड्राई फ्रुट्स र फलफुल खाने बानी गर्नुहोस्। त्यस्तै गरी 7 देखि 9 घण्टा पर्याप्त मात्रामा सुत्नुहोस्। धुम्रपान कम गर्नुहोस्। तनाव र चिन्तालाई कम गर्नुहोस् र नियमित रूपमा व्यायाम गर्ने बानी बसाल्नुहोस्। यदि कम उमेरमै अत्याधिक कपाल फुल्न थाल्यो, कपाल अत्याधिक मात्रामा झर्न थाल्यो, तपाईँको तौल पनि असामान्य रूपमा परिवर्तन भयो, धेरै थकान हुन थाल्यो भने र साथसाथै तपाईँको शरीरमा सेतो दागहरू देखिन थाल्यो भने तपाईँले आफ्नो नजिकको चिकित्सकसँग परामर्श गर्न नभुल्नुहोला। धन्यवाद।